नमस्कार सम्पूर्णमा। आज हामी यो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कसरी हुन्छ भन्ने कुरा हेर्छौं है। ठीक छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने भनेको नेपाल सरकारको मन्त्री परिषदले हो। ठीक छ। काउन्सिल अफ मिनिस्टर गभर्नमेन्ट अफ नेपालले हो। ठीक छ। अब के हुन्छ भन्दाखेरि नियुक्ति गर्नको लागि एउटा कमिटी भन्छ, सिफारिस कमिटी भन्छ है, सिफारिस समिति भन्छ। ठीक छ। 3 जनाको त्यो सिफारिस समितिमा अध्यक्ष कोले गर्छ भन्दाखेरि मिनिस्ट्री अफ फाइनान्सले गर्छ। ठीक छ। अर्को एउटा भूभू गभर्नर हैन, नेपाल राष्ट्र बैंकको पहिलाको गभर्नर चाहिँ को हुन्छ भन्दा मेम्बर भन्छ। त्यो कमिटी 3 जनाको कमिटीमा एउटा मिनिस्ट्री अफ फाइनान्स भयो, एउटा भूभू गभर्नर भयो, अनि अर्को चाहिँ नेपाल सरकारले तोकेको बैंकिङ, इकोनोमिक्स, कमर्स, ल जस्ता सेक्टरहरुमा चाहिँ प्रख्यात व्यक्ति। यसरी 3 जनाको एउटा रिकमेन्डेसन कमिटी बन्छ। त्यो रिकमेन्डेसन कमिटीले चाहिँ बैंकिङ, इकोनोमिक्स, फाइनान्स, ल लगायतका विषयहरुमा अलि प्रख्यात व्यक्तिलाई रिकमेन्ड गर्छ। प्लस है हेर्नु है, त्यो सिफारिस समितिले बैंकिङ, इकोनोमिक्स, ल जस्ता सेक्टरहरुमा प्रख्यात व्यक्तिलाई प्लस वेल एक्सपिरियन्स्ड हैन, वेल एक्सपिरियन्स्ड पनि हुनु पर्यो र तोकेको क्वालिफिकेसन्स पनि पूरा गरेको हुनु पर्यो। त्यस्ता व्यक्तिहरुलाई चाहिँ के गर्छ भन्दाखेरि यो नेपाल सरकार मन्त्री परिषदको कार्यालयलाई चाहिँ रिकमेन्ड गर्छ। त्यसरी आएको 3 जनाबाट गभर्नमेन्ट अफ नेपाल काउन्सिल अफ मिनिस्ट्रीले चाहिँ के गर्छ भन्दाखेरि एउटा गभर्नर नियुक्ति गर्ने हो।